गाइस केही गर्दा पनि नहुँदो रहेछ। मलाई चाहिँ हैरान लाग्यो, हैरान यति हैरान लाग्यो है। म त घरिघरि मलाई त विरक्त लाग्छ। र हेर्नुहोस् अहिले अब मेरो मकैहरू सुगाको आतङ्कले गर्दाखेरि यस्तो छ। एउटा दुईवटा मात्रै होइन संसार कति मजाले खाँदो रहेछ फेरि यस्तो तरिकाले। सो यति विरक्त लाग्छ मलाई यो देखेर पनि। यहाँनिर अब मकै कुनै एउटै सक्लो भन्ने छैन। यस्तो साला यो अगुवा बालीहरू पनि त्यति राम्रो चाहिँ हुँदैन रहेछ। क्या हो हेर्नु न, बापरे कुनै यहाँनिर कुनै खाली छैन। हेर्नु न एउटै बोट। अब देखिँदैन कतिखेर आएर खाँदो रहेछ होइन। फेरि भरे उड्दाखेरि मात्रै थाहा पाइन्छ। अब यो के गर्नु हेर्नु न। फेरि म हरिबिजक अब अरू ठाउँ चाहिँ अब हिजो बेलुका यहाँनिर अब कतिखेर आएर अब यसरी यस्तो बनाएको छ कि अझै पनि यहाँनिर हेर्नुहोस् न। म त हैरान लागिसक्यो के गरौँ। अब यो त थाहा नै हुँदैन कतिखेर आएर बस्छ खान्छ होइन। यहाँनिर अब खास गरेर यो अम्बकको बोटले गर्दाखेरि पनि होला पनि। र यस्तो छ म अनि अघि बिहान चाहिँ मलाई साह्रै रिस उठेर गेट तन्काएर दिएको थिएँ। एउटा सुगालाई चाहिँ मार्न भन्दा पनि समात्न सफल भएको छु। म त त्यो पनि देखाउँछु। त्यो अति गऱ्यो भने चाहिँ के गर्नु होइन। सो त्यसो गरेको छु त मैले। अति चाहिँ गर्नु हुँदैन क्या। त्यही भएर जे होस् अति गऱ्यो भने अतिदेखि 4 भयो भने सजाय चाहिँ भोग्नुपर्छ भन्छ होइन। सो मैले यहाँनिर म तपाईँहरूलाई ब्याक क्यामेराबाट हेर्नुहोस् मैले यसको राम्रै व्यवस्था गरेको छु। यसलाई अब के गर्नु, मलाई यस्तो चराचुरुङ्गीहरू चाहिँ मार्न मन लाग्दैन। तर बाध्यता भएर अति रिस उठाएपछि मैले एकचोटि यसलाई पनि घुमाएर दिएको थिएँ। सो यसको पखेटा भाँचेको रहेछ र यसलाई अब उपचार गरेर यसको अब पखेटाहरू निको भएपछि चाहिँ म छोडिदिन्छु यसलाई। त्यही पनि अब यसलाई चाहिँ अब 1-2 दिन अब अहिले उड्नु सकेको छैन। यसको पखेटामा लागेको छ। सो गाइस यस्तो छ। मलाई रिस उठेर नै मैले यसरी यसलाई यहाँनिर नै लागेछ होइन। सो रिस उठेर नै मैले यसलाई गेटिसले तन्काएर दिएको थिएँ। लागिहाल्यो के गर्नु, अति गऱ्यो कि अति। सो यस्तो छ। आज मकै गोड्नु आएको छु। 2 दिन भइसक्यो मैले गोड्नु थालेको र एक्लै छु र त्यही भएर गोड्दैछु होइन। सो एकदम सुक्खा छ र आज चाहिँ मेरो गोडिसक्ने टार्गेट छ। र हेरौँ कतिसम्म गोडिसक्छु होइन। अब सक्ने नै टार्गेट छ। मैले हिजो निकै नै गोडिसकेको छु र यस्तो छ गाइस। सो म तपाईँहरूलाई र यसरी अहिलेसम्म चाहिँ मकै जुन हेर्दाखेरि चाहिँ सुखाइ भए पनि अझैसम्म अब पानी परेको छैन र त्यही पनि राम्रै छ ठाउँ। अब यहाँनिर जुन जहाँ अलिकति बलौटी जग्गा छ, जहाँनिर अलिकति बलुवाहरू धेरै छ होइन, यहाँनिर चाहिँ अलिकति रुखो छ र त्यही पनि यहाँनिर अलिकति अब गोडिसकेपछि म पाइप लाएर भए पनि अलिकति पानीले भिसाएर भए पनि म त्यो व्यवस्था गर्छु। र अहिले चाहिँ यसरी अब एकदम राम्रो छ होइन। र हेर्नुहोस् मैले यसरी एकदम मेलैमारी गोडेको छु र एकदम राम्रो छ। र हेर्नुहोस् माटो एकदम फुक्को भएको कारणले गर्दाखेरि पनि। र अब भनेको निकै छ है गोड्नु चाहिँ। तर अब आज सक्छु सक्दिनँ भन्ने कुरो छ। अहिले अब घरिघरि अब निस्किहाल्नु पर्ने हुन्छ होइन। म पहिला चाहिँ मकै गोड्छु।
अब भनेको पहिला छाट्छु म यो खास गरेर यसरी यो सबै लोकल मकैको उनीहरू स्वास्थ्य भनेर हानेको मकैहरू तर कति दिनमा पाक्छ भन्ने कुरो चाहिँ थाहा छैन तर अगुवा मकैको हालत चाहिँ एकदम नराम्रो हुँदो रहेछ भन्दा पनि नराम्रो तरिकाले दुःख दिँदो रहेछ चराचुरुङ्गीले अहिले तपाईँहरूले अब यहाँनिर राख्छु गोडिसकेको र यसरी गाइस गोडेर गोड्नु पर्ला बाक्लो अलिकति निकाल्नै पर्छ र अझै अब मैले मकै हाल्नु बाँकी नै छ मैले 3 स्टेप गरेर हान्ने योजना गरेको छु अस्ति 1 स्टेपको मकै हानेर पनि अब पोलेर पनि खाइयो तर यो अगुवा चिजहरूलाई चाहिँ अलिकति चराचुरुङ्गीहरूले चराहरूले चाहिँ साह्रै नै दुःख दिँदो रहेछ त्यो देख्दाखेरि चाहिँ अगुवा बालीनाली लाउनु पनि मन लाग्दैन तपाईँहरूलाई अघि पनि मैले देखाएँ होइन कति साह्रो सुगाले दुःख दिइराखेको छ भने अझै पनि यहाँनिर कराउँदैछ तर कहाँ कराउँछ होइन देखिँदैन गाइस सो त्यस्तो छ चराचुरुङ्गीहरूको र यसरी यहाँ धेरै बाक्लो छ है अब यो एकदम बाक्लोलाई यसरी छाड्छु पहिला अनि मात्रै र यस्तो छ हाम्रो गाउँघर मान्छेहरूले प्राय जस्तो मकै लाउनु थालिसकेको छ कुनै चाहिँ अब अझै अब धनियाँ फापर यिनीहरू चाहिँ पाकिसकेको छैन होइन तिनीहरू पाकिसकेर मान्छेले फेरि पनि मकै सठिया मकैहरू हान्छ तर त्यही त भोलि चाहिँ अब फेरि म अरू ठाउँमा मकै हान्छु र अहिले अब आज चाहिँ यो गोडिसक्नुपर्ने छ मेरो सो अगुवा मकैहरूको हालतहरू तपाईँहरूले देखिहाल्नुभयो अघि होइन कस्तो छ भने यहाँनिर अलिकति चाहिँ मैले यो राम्रो भएको ठाउँमा राखेको थिएँ र हालत यस्तो छ गाइस सो के गर्ने अब उनीहरूलाई पनि खानु दिउँ भन्दाखेरि अब दुःख गरेपछि होइन लोभै लाग्छ मेहनत गरेपछि सो यस्तो छ र अझै पनि त्यहाँनिर सुगा आएको छ कि लेट्स सी गएर हेरौँ सुगा छ कि छैन यहाँ कराउँदैछ होइन देख्नुभयो सो यस्तो छ सायद त्यहाँ अझै पनि छ कि
कति दुःख दिएको हो बापरे म त हैरान भइसकेँ हौ केही गर्दा नहुँदो रहेछ र यस्तो छ गाइस सो तपाईहरुलाई मेरो च्यानल मन परे लाइक शेयर सब्स्क्राइब गरिदिनु होला हैन धेरैभन्दा धेरै शेयर गरिदिनु होला र माया गरिदिनु होला तपाईहरुले मेरो भिडियो जति सक्दो शेयर गरिदिनु होला र म तपाईहरुलाई अब अलिक दिनपछि तपाईहरुलाई यस्तो ठाउँहरु पनि म तपाईहरुलाई देखाउने छु ल एक्सप्लोर गर्ने छु र मेरो कन्सेप्ट चाहिँ के छ भने नेपाल अधिराज्यको ठाउँहरु कुना काप्चा ठाउँहरु म देखाउने छु र तपाईहरुलाई कस्तो छ नेपाल भन्ने कुरोहरु मेरो युट्युब भिडियो मार्फत तपाईहरुले हेर्न सक्नुहुनेछ र म अहिले चाहिँ अब तपाईहरुले किनभने म अब अहिले नयाँ छु सो भर्खर गर्छु भन्ने आँट र हिम्मतले म अगाडि बढ्दै छु र त्यही भएर तपाईहरुले मलाई सपोर्ट गरिदिनु होला हैन म तपाईहरुलाई यति चाहिँ म प्रमिस गर्ने छु मेरो च्यानल ग्रो भइसकेपछि म तपाईहरुलाई यस्तो ठाउँहरु पनि म नेपालको कुना काप्चा ठाउँहरु सबै कुराहरु जुन घुम्ने ठाउँहरु छ नि तिनीहरु ठाउँहरु म तपाईहरुलाई मेरो भिडियो मार्फत नेपालमा कस्तो कस्तो ठाउँहरु छ भनेर म तपाईहरुलाई देखाउँछु सो गाइस हैन त्यस तपाईहरुले नगइकन पनि काइन्ड नेपालको कुना काप्चाहरु मेरो भिडियो मार्फत हेर्न सक्नुहुनेछ सो गाइस किप वाचिङ र सपोर्ट मी भन्दै म आजको मेरो भिडियो यही टुङ्ग्याउने छु र म मेरो काम चाहिँ कन्टिन्यू गर्ने छु र किनभने अब यो कति तपाईहरुलाई यो देखाउँ भनेर मैले जस्ट एउटा फर्मालिटीको लागि अलिकति सानो भिडियो चाहिँ बनाएँ तर अब यहाँनिर आज मेरो काम चाहिँ कन्टिन्यू नै म गर्ने छु र यो आज मकै गोडिसक्नु पर्नेछ सो गाइस यति भन्दै म मेरो भिडियो यही राख्ने छु